ल अब हामी चाहिँ कहाँ जाँदैछौँ दाइ ल भनिदिनुहोस् त। अब हामी रिडिङ जाँदैछौँ। रेडिङमा आज सानो कार्यक्रम हाम्रो आदरणीय दाई टोल कान्छा दाईलाई चाहिँ सानो बधाई कार्यक्रम राख्नुभएको छ। त्यही भएर त्यसमै भेटघाटको लागि हामी जाँदैछौँ त्यता। सी यू देयर। अनदर क्लिप्सहरू चाहिँ आउँदैछ। ओके हामी अपलोड पनि गर्दैछौँ। ओके धन्यवाद। A40 को बाटोमा है त्यहाँनिर त सानो काम छ र जाँदैछौँ अहिले। स्टिल रिडिङको यात्रामा छौँ हामी। सानो भेटघाट कार्यक्रममा रात पनि बढ्दैछ। अब स्प्रिङ सुरु भएको त भयो होला नि होइन। रमाइलो रमाइलो न्यानो भएको छ। आज सानो लुगा लाउँदा पनि गर्मी गर्मी जस्तो भएको छ। जस तपाईँहरूलाई यस्तै दृश्यहरूले रमाइलो गराउँदै हामी आफ्नो यात्रामा अगाडि बढ्दैछौँ। हेर्दै जानु होला। स्टे ट्युन्ड लभली पिपल। ल अब यहाँ दाइ चाहिँ कहाँ हो? म यहाँ म त बोल्ने होइन होला नि। हेडफोन किन्न आँटेको होइन। अनि यहाँ आउँदैछु। हेडफोन कता छ? हेडफोन नभएर मलाई यहाँ एक्सर्साइज गर्नु पनि। ओहो यस्तो किन्न खयार नि त। यसो नि त हामी त गीत गाउन पनि सहिलो हुन्थ्यो होला प्र्याक्टिसकै। साउन्ड कार्ड हो भाइ कसले मिलाइदिन्छ? मिलाइदिउँला न। किन्न मन लाग्यो। यहाँ रहेछ होइन जिनिस। यस्तो चाहिँ यस्तो ठुलो किन्ने यस्तो ठुलो वायरलेस। कस्तो राम्रो साउन्ड हुन्छ नि त यसको। धुम धुम होइन। के सस्तै त रहेछ गरे 179 बल्ल। भिडियो खिच्दैछ। यस्तोबाट निक्लेको चाहिँ हामी मैले किने होइन। अनि यो मलाई एकदमै आवश्यकता थियो। अस्तिदेखि आउनु पाइरहेको थिइनँ। आज किनेँ। अब यसको अहिले चाहिँ घरमा गएपछि यसको राम्रोसँगले अपरेसन गरेर हेर्नुपर्छ। यसलाई कतिको फर्किन्छ। अब हाम्रो यात्रा फेरि पनि कन्टिन्यू हुँदैछ होइन। जाने क्रममा हामी यात्रामा पुगिसकेको छैन। अब टु बी कन्टिन्यू जाँदैछौँ हामी। सेम नाम चाहिँ डिफ्रेन्ट नाम हजुर। पहिलाको तपाईँको जुन अहिलेको चाहिँ अलिकति ओरिएन्टल स्टाइलको हो। ए तपाईँको ओरिएन्टल फुडहरू अलिक धेरै राखेको। सबैलाई ए हजुर तपाईँ गरेपछि अनि यहाँ रुद्रपुरको मान्छेहरू खोज्न सुरु गर्यो। हाम्रो भाइ होइन भाइलाई कति भाइलाई टास्क दिएँ मैले। भाइ खोज्नु भन्यो। भाइले पनि खुब खोज्नुभयो। अनि गर्दै गर्दाखेरि चाहिँ भाइ हुनुहुन्न रहेछ। अनि भाइ भएपछि मलाई चाहिँ कङ्ग्रेचुलेसन। वी आर सो प्राउड। त्यस कारणले उहाँले ल्याएँ। तर उहाँले चाहिँ साह्रै गर्नुभयो अनि मैले दिपक भाइ। अनि थ्याङ्क यू सो मच। चुप भयो त। अब फ्यामिलीलाई कङ्ग्रेचुलेसन अनि अध्यक्षज्यूलाई वेलकम टु युके हाम्रो मगर सङ्घ युकेको तर्फबाट। हामी चाहिँ अब रिडिङको कार्यक्रम सिद्ध्याएर अहिले कति बजे अब 1:45 भएछ बिहानको। लन्डन फर्किने क्रममा अहिले हामी M4मा छौँ। अनि हामी जाँदैछौँ। आजको फ्रुटफुल जस रमाइलो भयो भेटघाट। सिनियर व्यक्तित्वहरूबाट सरसल्लाह सुझाव भविष्यमा होइन संस्थाको लागि केही गर्ने योजनाहरू बारे सजेसनहरू दिनुभयो। विच इज भेरी गुड। भन्दै हाम्रो यात्राको चाहिँ क्रम अगाडि बढिरहेछ। अझै
चाहिँ घर पुग्नलाई आधी घन्टा बाँकी